हामीले बिर्सन नहुने कुरा किराँत सुसन्देश। हार्दिक स्वागत सम्पूर्ण भगवान रूपी महानुभावजीहरूलाई भिडियोलाई अन्तिमसम्म हेरेर मन पर्यो भने लाइक शेयर कमेन्ट गर्नुहुने नै छ पक्कै पनि सेवारो। हामीले बिर्सन नहुने कुरा किराँत सुसन्देश यस प्रकार छ है त। माग यानि कि ईश्वरलाई नबिर्सनु, उनको भक्ति गर्नु अपार अटल महिमा प्राप्त हुन्छ। आफूलाई जन्म दिनुहुने पूजनीय बाबा आमालाई नबिर्सनु, किन संसार देखाउनु भएको छ। आफूलाई ज्ञान शिक्षा मार्गदर्शन प्रशस्त गर्नुहुने गुरुलाई पनि नबिर्सनु। आफूलाई दुःख सुखमा साथ दिने साथीलाई पनि बिर्सनु हुँदैन। नदीमा माझीलाई नबिर्सनु, किनकि डुङ्गाबाट पार तारिदिन्छ। यसरी नै गुण धर्म सत्यता नाता कर्तव्यलाई पनि बिर्सनु हुँदैन। त्यसकारण नकारात्मक कुरालाई हामीले हटाउनु पर्छ, गल्तीबाट सिक्नुपर्छ, आफू सुध्रिने, अरूलाई पनि अनुरोध गर्ने गरौँ। नो गेन। जय किराँत।